ला ताजा ला रे मम्मी कहाँ जानुभएछ मम्मी साथो पनि छैन गएँ म नि पार्कतिर एउटै गट्टु खाने यार मासुको झोल गयो म केटी मान्छेलाई कहिले पनि देख्न पाएको छैन क्या हो देखा त थियो तिमी जस्ती राम्री चाहिँ देखा थिइन ठ्याक्कै स्वर्गकी अप्सरा जस्तै बाई बाई भोलि पनि आऊ है नाचिने मान्छेको हात समान्न लाज लाग्दैन मलाई त तिमी आफ्नै लाग्छ मनबाट नै चोखो माया दिए पुग्छ मलाई चाहिँदैन सुन चाँदी मलाई न्यानो माया दिए पुग्छ मलाई तिम्रो हृदयको कुना राखी मलाई सहन सक्दिन तिमीले अरू कसैलाई जानी नजानी छोएको सहन सक्दिन तिमीले अरू कसैलाई जानी नजानी छोएको पानी पर्न लाग्यो तिमीहरू कहाँ गयो होला म बोलाउन जान्छु है ल ओइ बाटे घर जाने हैन ढिला भयो घर जान्छु ल ल भोलि चाँडा हो है बाई बाई तिमीले भात खाँदैनौ नानी पुग्यो भात नखाएर किन टोलाएर लक परेको मान्छेलाई भोक लाग्दैन भन्थ्यो रहेछ के भन्छ यो लक गर्ने उमेर हो तिमीहरूको अहिले खुट्टा सुट्टा भाँचेर राखिदिन्छ अनि बाउ भने विदेशमा यत्रो दुःख गरेर बसिरहनु भएको छ
के भयो बाटो सन्चै छैन क्या के भयो भन न मम्मीले हिजो घरमा हाँसिदिन्छु रो भन रोइदिन्छु हाँस भन हाँसिदिन्छु रो भन रोइदिन्छु माग तिमी मसँग जे छ माग तिमी मसँग आमा हामी दुई भागेर बिहे गऱ्यौँ नरिसाउनु ल के भन्छ यो तेरो बिहे गर्ने उमेर भएको छ त कहाँको हो केटी कति वर्ष भयो के जात हो बाटोली बिका 13 वर्ष भइन् लौ नानी 13 वर्षमा बिहे गर्छ त न हाम्रो जातमा मिल्नु गाउँको मान्छे थाहा भएर मार्छ जहाँ ल्याइदियो ती पुऱ्याइदियो आमा हामीले भगवान साँच्ची राखेर कसम खाइसक्यौँ बरु हामी मर्छौँ तर एउटा केटीको लागि पनि मर्छ भन्छ अहिले नै जा मेरो घर बस्नै पर्दैन अहिले नै जा गइहाल कोठा छ कि भनेर कोठा त छ तर तपाईँहरूलाई अहिलेको लागि चाहियो होला अहिले घरमा त को पनि हुनुहुन्न तपाईँहरू चाहिँ को नि हामी श्रीमान श्रीमती ए पछि आउँदा हुँदैन म घरमा कुरा राखेर राखिदिन्छु नि हुन्छ 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 तेरो जत्रै उमेरमा बिहे गरेर आएर अब तेरो पनि बिहे गरेर पठाइदिनु हुन्छ बाबु यता आऊ त तपाईँहरूलाई साह्रै समस्या पर्या जस्तो छ अब धेरै नै गाह्रो पर्यो पुरानो घर छ है सरसफाइ गरेर त्यहीँ बस्नुहोस् अब पानी पनि परिरहेछ यस्तो दिन छ कहाँ जान्छौ त अब भरे भान्सामा म काम गर्छु यहाँ यही घरमा खानामा समस्या भयो भने यहीँ आउनुहोस् खानालाई हुन्छ कि हुन्न छोरी जाऊ त्यहाँ घर देखाइदेऊ दाईहरूलाई पैसा भाडा कोठा भाडा तिर्न नि पर्दैन खानाको पैसा तिर्न नि पर्दैन बेलुकीमा यहीँ खाए हुन्छ पानी पर्छु कि बाबु लु त्यही जान अनि घर देखाइदे म गएँ तपाईँ 7 बजी खाना खानु ल कस्तो तपाईँलाई जे भने नि हामीले बस्ने ठाउँ त पायौँ नि एकछिन ल खै त ल हाम्रो बेड भयो यत्तिकै एकछिन ल यो रहेछ ल अब त दामी भइहाल्यो नि त सिरानी यो ब्याग
मैले गर्दा तिमीले यति धेरै दुःख पाए रामु। लाटी तिम्रो लागि त ज्यानै दिन सक्छु, यदि दुःख त के हो र? पागल। पागल नि। भोलि दाइसँग कुरा गरेर आएको, भोलिबाट काममा बोलाउनु भएको छ। अब माया दिदीको घरमा बसेको नि यत्रो दिन भइसक्यो। घरमा पनि कहिले बोलाएन। पिर नगर न, तिम्रो लागि म छँदैछु नि, तिमीलाई केही हुन दिन्न म। अनि तपाईँ भोलि काममा गएपछि म चाहिँ एक्लै बस्ने, म पनि जान्छु। हुन्छ नि त। दाइ हामी त आयौँ है। ए हो र, दुईजना आएछौ त। मेरी बुढी म बिना बाँच्न सक्दिनँ रे। माया पिरतीमा यस्तै हो दाइ। ए ल आइहालेछ, अब काम गर नि त, ए डोरिहाल्ने त हो। हाँस भन हाँसिदिन्छु, रो भन रोइदिन्छु, माग तिमी मसँग जे छ, माग तिमी मसँग जे छ, परानै मागे परानै दिन्छु, परानै दिन्छु। मुरी र कुन्तल चाहिँदैन माया, साँचो हो भने चुटकी काफी छ। रोपनी बिगा चाहिँदैन मलाई, रोपनी बिगा चाहिँदैन मलाई। बोल्दै त कहाँ गएछ? आज आउनु भएको क्या हो? अनि आज एक्लै आएको खै त? काटेको 7 महिना भइसक्यो, अब आउँदिनँ, घरमै आराम गरेर बस्छु। ए ल ल, त्यस्तो बेलामा काम गर्न नि हुँदैन। अझै खोर्सानी गोड्ने हो, ल गोडमा है। ए खोर्सानी आज त्यसो गर्नु त होला नि। अब साह्रो है, भारी। हजुर ए खुट्टामा हान लौ, बिस्तारै गर बिस्तारै। हान्दैन। हाने अब लकडाउनको बेला काम गर्न नि पर्यो। बाटो म कागज काटेर आउँछु है। ल खाऊ। अब काममा नगए हुँदैन। अब 2-4 दिन हो, काम सिद्धिन अलिकति बाँकी छ। त्यसपछि तिमीलाई छोडेर कहाँ जान्छु र म? कहीँ पनि जान्न।
यो कुत्ता यो आएन त के भयो बाटो के भयो के भयो बाटो के भयो रोखाइ म माया दिदीलाई बोलाएर आउँछु माया दिदी बाटोलाई गाह्रो भयो आउनु हामी बाटोलाई के भयो त आज के भएछ आफू घोडा दुखेर हिँड्न सक्नु बर्बादै भयो नि भयो कि क्या है ओहो यो त बेहोसै भएको छ यसलाई त के गर्ने अब यहाँ त सकिन्न होला यसलाई त हस्पिटलै लानुपर्छ होला साह्रै गाह्रो भइसक्यो बेहोसै भएछ लु न बाबुहरू आऊ आऊ यिनीहरूलाई लाने भाँडा पनि छैन अब त्यसरी लाने अब हेर हेर अब झोलाहरू कहाँ हो के गर्ने होला अब बिस्तारै बाबु बिस्तारै लडाउला के गर्ने होला नि के भयो हेरौँ त राख ढिलो भइसकेछ ऊ त बितिसक्यो संसारी माया विचित्र मरेर के पो लान्छ र नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु हरियाली रानी बन सन्तोष राख्नु आफ्नै मन नराम्रो कहिले नसोचौं दुःखको बिउलाई नछरौं नराम्रो हुन्छ पापीको मन नरामाउनु व्यर्थै मन लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन